नमस्ते सम्पूर्णमा तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। कहाँदेखि हेर्दै हुनुहुन्छ, कतादेखि हेर्दै हुनुहुन्छ, सबैजनाले माया गरिदिनु होला। मैले नराम्रो बोलेकोमा कमेन्ट पनि आएर नराम्रो नदिनु होला, सुझाव दिनु होला। बहिनी यसरी सुधार, यसरी गर भनेर। मैले फर्स्ट टाइम बनाइरहेको भ्लग चाहिँ मलाई त्यति साह्रो थाहा पनि छैन। सबभन्दा मलाई भ्लग बनाउन धेरैचोटि प्रयास गर्नु राम्रो हुन्छ भनेर मलाई धेरै दाइले सम्झाउनुहुन्थ्यो के। मेरो दाइ चाहिँ यता हुनुहुन्छ, मेरो फ्यामिली नै यता हुनुहुन्छ। मेरो बिहानी उठ्दाखेरि नै मेरो फ्यामिलीको फोटो हेरेर उठ्ने गर्छु। सुत्ने बेला पनि फ्यामिलीलाई हेरेर पनि एकदम आफूलाई आनन्द फिल हुन्छ। अहिले चाहिँ म दुवा कतारदेखि हो। तपाईहरुलाई कस्तो लाग्छ मेरो भ्लग अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला, त्यही भन्न चाहन्छु ल। अनि यसै क्रममा मेरो यहाँ धेरै दिदीहरू हुनुहुन्छ। मान्छेहरू भन्छ विदेश आइसकेपछि धेरै मान्छेसँग बस्न धेरै बोर हुन्छ भन्छ। मलाई चाहिँ भने नि त धेरै आफूलाई यो यहाँ आएर बसेकोदेखि मलाई यहाँ मेरो फ्यामिलीको महसुस त हुन्छ, तर पनि फ्यामिली नै भएर बसेको जस्तो महसुस हुन्छ। धेरै दिदीहरूको दुःख सुख सबैसँग खेलाची मजाक गरेर बसिन्छ। सबभन्दा सानी छु, सबभन्दा धेरै बोल्ने पनि मै हो फेरि। अनि यहाँ चाहिँ धेरैजना हुनुहुन्छ। म तपाईँहरूलाई मेरो दिदीहरूलाई देखाउँछु, सबैजनाले माया गरिदिनु ल। हाम्रो दिदी हुनुहुन्छ स्याङ्जादेखि, एकदम प्यारी सन्चरी दिदी। म जिस्काएर नि स्याङ्जाली भनेर होइन। अरू दिदीहरू पनि हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ 6 जना बसेको छौँ होइन। एकदम रमाइलो हुनुहुन्छ दिदीहरू सबैजना। उहाँ चाहिँ हाम्रो स्याङ्जाली दिदी हुनुहुन्छ। हामी चाहिँ यहाँ 6 जना बस्छौँ। यहाँ चाहिँ मेरो अस्मिता मिसको बेड त्यसरी देखाउँछु। यो चाहिँ मेरो बेड, अनि यो चाहिँ हाम्रो दिदीको बेड, हाम्रो पालपाल दिदीको यतापट्टि अर्को पालपाल दिदी, यतापट्टि स्याङ्जाली। हामीहरू चाहिँ 6 जना बस्छौँ। हाम्रो रुम त राम्रो छैन, तर पनि त्यस्तो नराम्रो कमेन्ट नगरिदिनु होला। सबैजना मिलेर बस्छौँ हामी 6 जना। अनि दिदी चाहिँ मक्ख भएर बसिन् क्या, बहिनी मलाई नदेखा भनेर अघि नै भन्थ्यो, अहिले नबोली किन बसेछिन्। पुस गर्छु यसलाई। मैले विदेश आइसकेपछि मेरो हुन्छ नि आफ्नो कास्टको मान्छेहरू फेला पर्दा चाहिँ एकदम खुसी लाग्ने। त्यही माथि झन् यिनी त मेरो साक्कै मामुली खलक परिचिन्। खेर लजाएर नउठिकिनी कुप्चेर म सुतेछिन्। अनि त बस्ने दिदी चाहिँ बाहिर स्टेट गर्ने रे क्या, कपाल स्टेट गरेर घुम्न जाने रे यिनीहरू। यिनीहरूलाई राम्ररी भन्नु पर्ने रे गाइज। त्यही भएर कस्तो लाग्छ सल्लाह सुझाव दिनु, नराम्रो कमेन्ट नगर्नु होला। विदेशमा बसेर ओहो मजाले भ्लग बनाएछि, मजाले कमाएछि भनेर हुँदैन। 16-17 घन्टा ड्युटी गर्नु पर्दाको पीडा हामीलाई थाहा छ। हाँसेर खुसी भएर फोटो खिच्यो भन्दैमा मान्छेहरू सबै खुसी भएको हुँदैन, हेर्नुहोस्। त्यही भएर अनि अर्को कुरा, विदेश आयो भन्दैमा म ठुली भएको पनि होइन, म सानी भएको पनि होइन। यति कुरा भन्छु कि विदेश आइसकेपछि मान्छेहरू धेरै कुरामा ख्याल गर्नु होला। खानादेखि लिएर सुत्नदेखि लिएर। अब सुत्न त टाइम त्यस्तै हुँदैन बुझ्छु म, तर पनि खानामा धेरै कुराहरूमा मसलादार खानाहरू नखानु होला, त्यही भन्न चाहन्छु। अब मान्छेहरू भन्ने गर्छ नि विदेशमा त मिठो खाइस् मोटाइस् भन्ने, तर यहाँको पानीले यहाँको एसीको हावाले गर्दा कति गाह्रो हुन्छ। त्यो एसीले गर्दा पनि फुल्लेको हुन्छ मान्छेहरू, सबै मोटाको हुँदैन। त्यही भएर साथीहरू राम्रो कमेन्ट गरिदिनु होला, मलाई पनि नराम्रो नगरिदिनु होला ल। मैले तपाईँहरूलाई अघि नै भनिरहेको थिएँ मेरो दिदीहरू राम्रो भनेर घुम्न जान लागेको छन् भनेर, है कपाल स्टेट गर्न लागेको छन् है। उनीहरू चाहिँ धेरै, उनीहरूलाई चाहिँ यस्तो कि अब एक दिन छुट्टी हुन्छ, आफूले केयर पनि गर्छन् धेरै, अनि एकदम रमाइलो गर्छन्। हेर्नु न पसिनाको धारा निस्किएर देख्नुभयो, पसिनाको धारा निस्किएर, तर पनि यिनलाई फेरि राम्ररी बनाउनु यति धेरै कोसिस गरिरहेको छ। सबैले माया गरिदिनु हाम्रो दिदीहरूलाई पनि। कसैलाई कपाल स्टेट गर्नु मन छ भने हाम्रो दिदीलाई सम्पर्क गर्नु होला, हाम्रो दिदीले एकदम राम्रो गरिदिन्छ। बाउलाई नै म तिमीलाई राम्रो क्वेसन सोध्न आएको। अनि दिदी तपाईँलाई विदेश आएर कस्तो महसुस भएको छ? कति वर्ष भयो आउनुभएको? अब हेर्नु बोल्दैन यहाँ, अब कुन पछि 19 महिना भयो, 19 त भयो होला है। हाम्रो उहाँ दिदी चाहिँ पाल्पादेखि हुनुहुन्छ, हजुर चाहिँ पोखरादेखि हुनुहुन्छ। हाम्रो दिदीहरू चाहिँ एकदम मायालु हुनुहुन्छ, एकदम भनेको अब मान्छेहरू फुर्केको होइन। मान्छेहरू विदेश आइसकेपछि नेपाली हो भनेर छुट्टै भाषाले पनि बोल्दैन, तर पनि यिनीहरू जोसँग पनि भ्यारपुर बोलिरहन्छ होइन। तपाईँलाई चाहिँ काठमाडौँ बसे जस्तै फिल भएको? सेम काठमाडौँ जस्तै बसे जस्तै फिल भइरहेको। एकदमै राम्रो छ भने गोरी कसैको पनि नजर नलागोस्, कसैको नजर नलागोस् मेरो दिदीलाई, मेरो दुइटै दिदीलाई। यता पनि रातो भाषा गरमले बिचरा। ल हाम्रो दिदीलाई छिटो राम्रो बनाउनु, फेरि एकचोटि बेहुला खोज्नु जाउँला। हाम्रो दिदी यसको फ्यान रेलो।